हेलो गुड मर्निङ एभ्रिवान। सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि सन्चै आरामै छु साथीहरू। आज धेरै दिनपछि मैले छोटो भिडियो बनाउन गइरहेकी छु। आज हाम्रो छुट्टीको दिन हो होइन साथीहरू। हेर्नुहोस् है, मेरो दिदी चाहिँ यसरी भाँडा बोकेर होइन हिँडिराख्नु भएको छ। बिचरा कहाँ पुग्ने होला है। आज चाहिँ हामी माछा मार्ने रहरमा हिँडेको। कति माछा मार्छ थाहा छैन साथीहरू, हजुरहरूलाई देखाउँछु ल म। माछा चाहिँ हजुर साथीहरू, फाइनली हामी चाहिँ समुद्र पुगिसकेका छौँ। अब हजुरहरूलाई देखाउँछु म। हामी चाहिँ आज माछा मार्न आएको। कस्तो खुसी लागिरहेको के, किनकि समुद्रमा डुल्न पाउँदाखेरि कस्तै खुसी। हेर्नुहोस् है साथीहरू, समुद्र आइसक्यो हामी समुद्रको छलैमा। आमा दिदी, मान्छे पनि बस्दो रहेछ त। ए आउँछ कि क्या हो है। हेर्नु न, पारी बसिरहेको मान्छेहरू। अब यी समुद्र त कहाँ पारी पुगेको त पानी त। के हो यो, कस्तो अर्कै देखिरहेको त। कस्तो हिँडेर होला क्या, कस्तो ऊ भयो हो दिदी। अब यो के हो, कस्तो तर्से हो म। अनि दिदी पानी नै देखिँदैन त, के भएको हो। फाइनली साथीहरू हामी चाहिँ समुद्र पुगिसक्यो। हेर्नुहोस् है समुद्र हेर्नुहोस्, तर धेरै मजाले देखिरहेको छैन। यो उताबाट घाम लगाइरहेको नि त, त्यही भएर पनि होला होइन साथीहरू। तर समुद्रको छाल चाहिँ आउँदैछ है ल। फाइनली अब हामी माछा मार्छौँ साथीहरू। हेर्नुहोस् है, हामी चाहिँ यसरी माछा मार्न गएको होइन। हजुरहरूलाई म देखाउँछु। खै त रबर लिनु त। कत्रो भयो त किन दिदी, त्यो पोइल बिग्रियो क्या। त्यसमा त माछा भाग्छ, ओ सबै भाग्छ माछा। यो तपाईँले बिगार्नु भयो कि, यो मैले भनेको थिएँ नि, त्यो अलिक ठुलो लगाउनु। दुईवटा बनाएँ मैले यसको, त्यो त अलिक ठुलो खै यो भएन। यसरी यस्तो गर्नु त। यो बिग्रियो यार, यो भाग्छ दिदी सब माछा भाग्दैन। यहाँ हेर्नु न, बन्नै मिलेर कसरी बन्नु। यो बिग्रियो के, छ्या कस्तो भयो। त्यसमा चाहिँ राम्रै भयो जस्तो लाग्यो। खै यसलाई चाहिँ काटिदिउँ न। हो यहीँ मात्र काट्नु, थोरै यहीँ थोरै पर्ने पर। यस्तै गरायो भने पनि अघि नै मैले बाँधेर काटौँ भनेको नि मैले। बिग्रियो क्या, धेरै साह्रो। यसो गरेर ल्याउँछ, यत्रो पनि छिर्छ होला हौ। यी छिर्छ क्या यत्रो पनि। साथीहरू हेर्नुहोस् है, अब मैले माछा मार्न गएँ ल। लु भयो, भित्र लगाएर पानी छिर्नुपर्छ क्या त्यहाँ। अलिक भित्र गर्न अलिकति जाँदैछ न, त्यही राख्न अब भयो। लैजाऊ त साथीहरू, माछा मार्न आएको होइन। त्यो चाहिँ हाम्रो नास्ता। उता चाहिँ माछा पर्दैछ हाम्रो है। एकछिनमा देखाउँछु, वेट गरेर बस्नुहोस् सबैजना। माछा हेर्नुहोस् है, माछा हेर्नुहोस्, माछा 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 हेर्नुहोस् साथीहरू, माछा 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 यस्तो माछा परिसक्यो हाम्रो है। माछा हेर्नुहोस् है साथीहरू, हाम्रो माछा यति मल है। उता चाहिँ समुद्र छ होइन। यो डेक्चीमा थापेर यसरी माछा मारेको हामीले। हेलो साथीहरू, हामी चाहिँ अब अरू फर्कियौँ माछा मारेर होइन। दिदी उता जाँदै हुनुहुन्छ, म यता के गर्नु, गाह्रो छ। गर्मीले मार्ने भयो, नसकिने भयो। अनि हामी त फर्किदिएको होइन। फाइनली साथीहरू, मेरो माछा भयो। मेरो माछा रेडी है। अब म फ्राई गर्छु। फाइनली साथीहरू, हाम्रो माछा पाकिसकेको छ होइन। अनि अब चाहिँ यहाँ माछा पाकिसकेको छ। यसलाई अब मैले अलिकति चाहिँ फ्राई खाने हो, अलिकति चाहिँ ग्रेभी बनाएर यो झोलमा आएर यसरी मजाले खाने हो होइन। फाइनली साथीहरू हेर्नुहोस् है, मेरो झोल माछा चाहिँ ताजा माछा खाऊ, ज्यान बनाऊ है साथीहरू। यो चाहिँ झोल माछा, यो चाहिँ फ्राई भात छ, यो चाहिँ मेरो भात। अब म भात खान तयारीमा। हेर्नुहोस् है माछा, आज बिहानको काम।